So our topic is about profit and loss. हिजो हामीले यसको बारेमा डिस्कस गरेको छौं, तैपनि आज यसलाई चाहिँ रिभ्यूमा राखौं, फेरि पनि यसलाई चाहिँ हामी डिल गरौं। यहाँ चाहिँ के दिएको छ हेर त। The first term is about the profit. Profit लाई हामी के बुझ्छौं? नाफा। प्रॉफिट लाई के बुझ्छौं? नाफा। र लस लाई नुकसान वा घाटा, हैन? यहाँ चाहिँ हेर, यसको चाहिँ कन्सेप्टमा के दिएको छ? If the selling price is greater than the cost price, then the difference between the selling price and the cost price is called profit. अब profit भन्दा पहिला यो जुन सानो टर्म छ SP and CP, SP and CP, जसको बारेमा हामी चाहिँ हिजो डिल गरेको छौं। SP को मिनिङ के हुन्छ? सेलिङ प्राइस, र CP को मिनिङ के हुन्छ? कोस्ट प्राइस। सपोज यू आर अ शॉपकीपर, तिमी एउटा पसले छौ, र तिमीले कुनै सामान कतिबाट किन्छौ र कसैलाई बेच्छौ, हो कि हैन? त्यो बीचमा तिमीलाई के हुन्छ? फाइदा हुन्छ, हैन? किनभने हामी अभियसली जब आफ्नो कति टाइम दिइराको छौ, हामी आफ्नो टाइम स्पेन्ड गरिरहेको छौ, कुनै काम गरिरहेको छौ भने त्यसमा हामीले चाहिँ फाइदा त हुनु पर्यो, हो कि हैन? हाम्रो सपोज किरानाको पसल छ, हामी कतैबाट सामान किन्छौँ र कस्टमरले हामीले बेच्छौँ। कस्टमरलाई जुन हामीले दाममा बेच्छौँ त्यसलाई के भनिन्छ? सेलिङ प्राइस भनिन्छ। र जहाँबाट हामीले किन्छौँ त्यो दामलाई के भनिन्छ? कोस्ट प्राइस भनिन्छ वा सीपी भनिन्छ। अल राइट। र प्रॉफिट कुन बेला हुन्छ हामीलाई हेर? इफ द सेलिङ प्राइस इज ग्रेटर देन द कोस्ट प्राइस, देन द डिफरेन्स बिट्विन द सेलिङ प्राइस एन्ड द कोस्ट प्राइस इज कल्ड प्रॉफिट। जब सेलिङ प्राइस कोस्ट प्राइस भन्दा बढी हुन्छ त्यो बेला हामीलाई के हुन्छ? प्रॉफिट हुन्छ, है। जब बेच्ने दाम हाम्रो किन्ने दाम भन्दा बढी हुन्छ त्यो बेला हामीलाई के हुन्छ? प्रॉफिट हुन्छ, जसको फर्मुला हामीले के लेख्न सक्छौं? प्रॉफिट इज इक्वल्स टु SP माइनस CP, SP माइनस CP। त्यसै सेकेन्ड कन्डिसन छ, अब व्यापार गर्दाखेरि कहिलेकाहीँ घाटा पनि हुन्छ, हैन? हामीले कुनै सामान किनेर ल्यायौं, अनफर्चुनेटली त्यो सामान ड्यामेज भयो, अनि हामीले के सोच्छौं? अब ठिकै छ, यसलाई हामीले चाहिँ प्रॉफिट नहोस्, दामको दाम नआए पनि अलिकति घटे गएर यसलाई चाहिँ हामीले बेचिदिउँ। 500 मा हामीले कुनै सामान किन्ने, त्यसको दाम हामीले 800 राखेको छौँ, तर त्यो सामान ड्यामेज भइसक्यो, अनि के हुन्छ? ल 400 मा पनि लग्नुस् न, 100 घाटा गरे पनि त्यस्तो पसलेहरू चाहिँ बेच्ने गर्छन्, हैन? यसको कन्सेप्टमा के दिएको छ हेर? इफ द सेलिङ प्राइस इज लेस देन द कोस्ट प्राइस, देन द डिफरेन्स बिट्विन द कोस्ट प्राइस एन्ड द सेलिङ प्राइस इज कल्ड लस। इफ द सेलिङ प्राइस इज लेस देन द कोस्ट प्राइस, यदि सेलिङ प्राइस कोस्ट प्राइस भन्दा कम छ त्यो बेला चाहिँ के हुन्छ? त्यो बेला चाहिँ लस हुन्छ, है। त्यो बेला के हुन्छ? लस हुन्छ। अब हेर, यहाँ चाहिँ सीपी को बारेमा दिएको छ, जुन हामीले बेसिक कन्सेप्टमा के त्यसको बारेमा हाइलाइट अघि नै मैले गरिदिएको छु। यहाँ चाहिँ के दिएको छ हेर? सीपी, दैट इज कोस्ट प्राइस, द अमाउन्ट पेड फॉर अ प्रोडक्ट और अ कमोडिटी टू परचेज इज कल्ड कोस्ट प्राइस। धेरै बुझौँ, द अमाउन्ट पेड फॉर अ प्रोडक्ट और कमोडिटी टू परचेज इज कल्ड अ कोस्ट प्राइस। कुनै पनि सामान खरिद गर्नको लागि, कुनै पनि सामान किन्नको लागि जुन हामीले रकम पेड गर्छौँ, जुन हामीले पैसा पेड गर्छौँ त्यसलाई के भनिन्छ? सीपी भनिन्छ वा कोस्ट प्राइस भनिन्छ। द कोस्ट प्राइस इज फर्दर डिवाइडेड इन्टु डिफ्रेन्ट क्याटेगोरिज। अब कोस्ट प्राइसलाई विभिन्न क्याटेगोरीमा चाहिँ डिभाइड गरिएको छ। यहाँ तल दुईटा दिएको छ हेर त। द फर्स्ट वान इज फिक्स्ड कोस्ट एन्ड द सेकेन्ड वान इज भेरिएबल कोस्ट। Fixed cost means what? The fixed cost is constant. It doesn't vary under any circumstances. Fixed cost चाहिँ के हुन्छ? constant हुन्छ, यसमा कुनै पनि किसिमको चेन्जेस आउँदैन, त्यो पुरै constant हुन्छ। अब मैले यति दाम राखेको छु, त्यो यतिकै नै हुन्छ, त्यो भन्दा कम हुँदैन, पुरै फिक्स छ। अनि भेरिएबल कोस्टमा चाहिँ के हुन्छ? इट कुड भेरी डिपेन्डिङ अन द नम्बर अफ युनिट्स एन्ड अदर फ्याक्टर्स। अब तिमीले नि कुनै अब पसलमा किन्न गयो, तिमीले एउटा सामानले र 10 वटा सामानले, अनि पसेर भन्छ नि, ल एउटाको दाम तपाईँले 500 भयो, यदि तपाईँले 10 वटा लिनुहुन्छ भने म तपाईँले 450 मा लगाइदिन्छु। त्यो के भयो? भेरिएबल कोस्ट भयो। त्यसको कोस्ट चाहिँ के भयो? चेन्ज भइरहेको छ,
तर फिक्स्ड कोस्टमा चाहिँ के हुन्छ, त्यो चाहिँ चेन्ज हुँदैन। तपाईँ एउटा लिनुहोस्, 10वटा लिनुहोस्, 20वटा लिनुहोस्, 50वटा लिनुहोस्, कोस्ट के हुन्छ, सेम नै रहन्छ, कोस्ट फिक्स रहन्छ। द्याट टाइप्स अफ कोस्ट इज कल्ड फिक्स्ड कोस्ट। The next is about the selling price. The amount for which the product is sold is called the selling price. अब जुन दाममा सामान बिक्री गरिएको छ त्यसलाई के भनिन्छ, सेलिङ प्राइस भनिन्छ। इट इज डिनोटेड बाई एसपी, इट इज नोटेड एज एसपी एन्ड अल्सो कल्ड एज अ सेल प्राइस। त्यसलाई सेल प्राइस पनि भनिन्छ र सर्टकटमा त्यसलाई चाहिँ एसपीले इन्डिकेट गरिन्छ है। नेक्स्ट इज अबाउट द मार्क प्राइस। हामीले हिजो पनि यसको बारेमा डिस्कस गरेका छौँ। अबाउट द मार्क प्राइस, दिस इज बेसिकली लेभल्ड बाई शपकिपर्स टु अफर अ डिस्काउन्ट टु द कस्टमर इन सच अ वे द्याट। अब लेभल, यो मार्क प्राइस भनेको के हो, जस्तै मार्क प्राइस भयो, लेभल्ड प्राइस भयो होइन, लिस्टेड प्राइस भयो, यो सबै सेम छ, नाम मात्रै यिनीहरूको चाहिँ फरक छ। अब यो शपकिपरले चाहिँ मार्क प्राइसको युज कसरी गर्छ, उसले चाहिँ एउटा लेभलको लागि त्यसलाई चाहिँ युज गर्छ। उसले चाहिँ केही दाम राखेको हुन्छ, अघि नै उसले बढाएर जब कुनै कस्टमर आउँछ अनि कस्टमरले हामीले के गर्नुपर्ने हो, कस्टमरले हामीले केही डिस्काउन्ट दिएर अनि त्यसलाई त्यो सामान हामीले उसलाई चाहिँ बेच्न सकौँ भनेर उसले अलरेडी दाम त्यसले त्यो चाहिँ बढाएर राखेको हुन्छ। त्यसलाई के भनिन्छ, मार्क प्राइस भनिन्छ। के भनिन्छ, मार्क प्राइस। के भनिन्छ, मार्क प्राइस। अब यहाँ आएर त्यो फर्मुला दिएको छ, डिस्काउन्ट इज इक्वल्स टु मार्क प्राइस माइनस सेलिङ प्राइस। अब इफ हामीलाई अब त्यहाँ डिस्काउन्ट निकाल्नु पर्ने छ कि त्यो शपकिपरले, त्यो पसलेले हामीलाई कति डिस्काउन्ट दिएको छ, कति छुट दिएको छ, त उसले कुनै त्यो ट्यागमा कुनै प्राइस राखेको होला, त्यो प्राइसबाट हामीले किनेको दामलाई जब माइनस गर्छौँ भने के आउँछ, डिस्काउन्ट आउँछ। के आउँछ, डिस्काउन्ट आउँछ। अब जस्तै मानौँ कुनै पनि कपडा पसलमा गयो होइन, उसले कपडाको दाम राखेको छ 1000 रुपियाँ, अब तिमीले दियो 800 रुपियाँ, हामीले डिस्काउन्ट कसरी निकाल्ने, डिस्काउन्ट कसरी निकाल्ने, त डिस्काउन्ट इज इक्वल्स टु मार्क प्राइस माइनस सेलिङ प्राइस। डिस्काउन्ट इज इक्वल्स टु मार्क प्राइस, अब हेर, डिस्काउन्ट इज इक्वल्स टु मार्क प्राइस एमपी माइनस एसपी। एमपी कति थियो, 1000, एसपी 800, 1000 रुपियाँ उसले दाम राख्यो, हामीले कतिमा लियो, 800 मा। अब हामीले छुट कति दिएको छ उसले, दुईटैलाई जब हामीले सबट्र्याक्ट गर्छौँ भने के आउँछ, डिस्काउन्ट आउँछ कि आउँदैन, 200 आयो। यसको अर्थ के भयो, त्यो पसलेले हामीलाई 200 रुपियाँ छुट दिएको छ। In this page, here is the formula of profit and loss. Let's see, the profit or gain is equal to the selling price minus the cost price. Loss is equal to the cost price minus the selling price. र थर्ड पोइन्ट मैले चाहिँ म्याथमेटिकली एक्सप्रेस गरेको छ कि प्रॉफिट और गेन, प्रॉफिटलाई गेन पनि भनिन्छ, प्रॉफिटलाई गेन पनि भनिन्छ। प्रॉफिट और गेन इज इक्वल्स टु सेलिङ प्राइस माइनस कस्ट प्राइस। प्रॉफिट निकाल्नु पर्यो भने हामी के गर्छौँ, एसपी माइनस सीपी गर्छौँ, र लस निकाल्नु पर्यो भने कस्ट प्राइस माइनस सेलिङ प्राइस, सीपी माइनस एसपी। यसको डिलिङ हामीले हिजो पनि गरेको छौँ यो फर्मुलाको। ओके, यहाँ चाहिँ पर्सेन्टेज फर्मुला छ। प्रॉफिट पर्सेन्ट इफ निकाल्नु पर्यो भने हामीले कुन फर्मुला युटिलाइज गर्छौँ, प्रॉफिट बाई सीपी इन्टु 100%। मैले तिमीहरूलाई हिजो एक्चुअल प्रॉफिट लेखाएको थिएँ, वा एसपी माइनस सीपी लेखाएको थिएँ, एसपी माइनस सीपी बाई सीपी इन्टु 100%, यही लेखाएको थिएँ। अब हेर त, यो एसपी माइनस सीपीलाई हामीले प्रॉफिट भन्न सक्दैनौँ, भन्न सक्छौँ नि। यो एसपी माइनस सीपीलाई हामीले प्रॉफिट भन्न सक्छौँ कि सक्दैनौँ। अब तिमीले एसपी माइनस सीपी लेख वा प्रॉफिट लेख, बोथ अफ देम आर सेम, दुइटै के छ, दुइटै सेम छ। लस पर्सेन्टेज निकाल्नु पर्यो भने एक्चुअल लस बाई सीपी, एक्चुअल लस बाई सीपी इन्टु 100%। के फर्मुला छ, लस पर्सेन्टेजको फर्मुला छ। यहाँ चाहिँ सबै फर्मुलाहरू दिएको छ, तिमीहरूले यसलाई चाहिँ पज गरेर यो फर्मुलाहरूलाई चाहिँ कपी गर्नु अनि त्यसलाई चाहिँ याद गर्नु। सबैको दिएको छ, हेर प्रॉफिटको दिएको छ, प्रॉफिट इज इक्वल्स टु एसपी माइनस सीपी,
लसको दिएको छ सिपी माइनस एसपी, प्रॉफिट पर्सेंट को दिएको छ एक्चुअल प्रॉफिट बाई सिपी इंटू 100%, लस पर्सेंटेज को दिएको छ एक्चुअल लस बाई सिपी इंटू 100%। फेरि अब एसपी दिएको छ, जब प्रॉफिट पर्सेंट दिएको छ भने यसलाई हामीले अहिले चाहिँ नहेरौँ, ठीक छ। यो दुईटै 1 2 3 4 वटालाई नहेरौँ। अब यहाँ आएर डिस्काउन्टको फर्मुला दिएको छ एमपी माइनस एसपी, एसपी को फर्मुला दिएको छ एमपी माइनस डिस्काउंट। अब हेर यो डिस्काउंट र जुन एसपी को फर्मुला दिएको छ नि, यो दुईटै फर्मुला मध्ये जुन पनि हामीले याद गर्दाखेरि अर्कोले हामीले डिराइभ गर्न सक्छौँ, किनभने यसमा चाहिँ अब डिस्काउंट यो अब यो सेकेन्ड लास्ट फर्मुलामा हेर डिस्काउंट इज इक्वल्स टू एमपी माइनस एसपी दिएको छ हैन। अब यसमा हामीलाई डिस्काउंट इज इक्वल्स टू एमपी माइनस एसपी हो कि हैन, एमपी माइनस एसपी। अब यसमा हामीले डिराइभ गर्दाखेरि यदि एसपी निकाल्नु पर्यो भने हामी कसरी क्याल्कुलेट गर्छौँ? एसपीलाई हामीले यो साइड पठाउँछौँ हैन, तो एसपी माइनसमा छ भने केमा आउँछ? प्लसमा आउँछ। सो एसपी इज इक्वल्स टू एमपी अनि डिस्काउंट यो साइडमा आउँछ एमपी माइनस डिस्काउंट। एसो न हो कि हैन? यो मतलब साइड के हुन्छ? चेन्ज हुन्छ। यहाँ हेर केही सल्भ प्रब्लम्सहरु दिएको छ। What's the question? Suppose a shopkeeper bought 1 kg of apples for Rs 100 and sold it for Rs 120 per kg. How much is the profit gained by him? एउटा पसले छ, उनले स्याउ किन्यो, कति रुपैयाँमा किन्यो? 100 रुपैयाँमा, र त्यही स्याउलाई उनले बेचिदियो। कतिमा बेच्यो? 120 रुपैयाँ। अब हामीले आफ्नो प्र्याक्टिकल लाइफसँग त्यसलाई चाहिँ कनेक्ट गर र आफूसँग यो क्वेसन गर, उसलाई प्रफिट भएको छ कि लस भएको छ? उसलाई प्रफिट भएको छ हैन, उसलाई प्रफिट भएको छ। हामीले आफ्नो प्र्याक्टिकल लाइफसँग कि मैले 100 रुपैयाँमा लिएँ, मैले 120 मा बेचेँ, मलाई के भयो? फाइदा भयो। कतिको फाइदा भयो? मलाई 20 रुपैयाँको फाइदा भयो, किनभने मेरो त्यसमा लागत कति छ? लागत 100 रुपैयाँ मात्रै छ, तर त्यो लागतभन्दा मलाई चाहिँ 20 रुपैयाँ बढी आइरहेको छ, एन्ड द्याट 20 रुपिस इज माई प्रफिट। अब यसलाई म्याथमेटिक्सको ल्याङ्ग्वेजमा कसरी लेख्ने? सबभन्दा पहिला हामीले यहाँ चाहिँ सल्युसन लेखेर जुन कुराहरू दिएको छ त्यसलाई चाहिँ यहाँ इन्डिकेट गर्ने है। फर्स्टमा चाहिँ कस्ट प्राइस सिपी दिएको छ, द कस्ट प्राइस अफ एप्पल इज Rs 100, ओके ठिक छ। देन आफ्टर सेलिङ प्राइस फर द एप्पल्स इज Rs 120, दिस इज अल्सो करेक्ट। सिपी छ 100, एसपी छ 120। अब उसले चाहिँ उसले प्रफिट गरेको छ, प्रफिटको फर्मुला के छ हामीसँग? एसपी माइनस सिपी, प्रफिट इज इक्वल्स टू एसपी माइनस सिपी। एसपी कति छ हेर त? एसपी कति छ? 120 छ, सो 120 माइनस सिपी कति छ? 100 छ कि छैन? एसपी इज गिven there 120 and CP is given here 100. SP is greater than CP, so is profit here, and profit is equals to SP minus CP. 120 minus 100 will be 20 rupees. भन्दाखेरि त्यो पसलेको यसमा कति नाफा भएको छ? 20 रुपैयाँ नाफा भएको छ। सेकेन्ड हेर क्वेसन के दिएको छ? इफ सिपी इज इक्वल्स टू Rs 20, सिपी कति छ? 20 छ, एसपी कति छ? 25 छ। फाइन्ड प्रफिट निकाल्न सक्छौँ कि सक्दैनौँ? हामीले सक्छौँ। सल्युसन लेख्ने सिपी इज इक्वल्स टू Rs 20, एसपी इज इक्वल्स टू Rs 25। नाउ प्रॉफिट इज इक्वल्स टू एसपी माइनस सीपी। एस और नो? एसपी कति दिएको छ? 25 माइनस 20 विल बी Rs 5। प्रॉफिट कति आयो? 5 रुपैयाँ आयो। आयो क्या हैन? किनभने उसले कुनै पनि सामान किनेको छ 20 रुपैयाँमा, अब बेचिरहेछ 25 रुपैयाँमा, त के भयो? सीपी ठुलो भयो कि एसपी ठुलो भयो? एसपी ठुलो भयो, र एसपी ठुलो हुँदाखेरि हामीलाई प्रफिट हुन्छ कि लस हुन्छ? प्रफिट हुन्छ। लेट्स सी हियर। अब तिमीहरू क्वेसन जुन थियो नि यससँग रिलेट आउँछ है। यसमा आएर एमपी कति दिएको छ?
एमपी इज इक्वल्स टू आरएस 100, डिस्काउंट इज इक्वल्स टू आरएस 10, फाइन्ड एसपी। यो तीनवटा मध्ये हामीले कुनै पनि दुईवटा थाहा हुनु पर्यो। कि त एमपी एसपी थाहा हुनु पर्यो डिस्काउंट निकाल्नको लागि, कि एमपी डिस्काउंट थाहा हुनु पर्यो एसपी निकाल्नको लागि, कि डिस्काउंट र एसपी थाहा हुनु पर्यो एमपी निकाल्नको लागि। यहाँ हामीले के निकाल्नु पर्ने छ? एसपी निकाल्नु पर्ने छ। यस, एमपी दिएको छ, डिस्काउंट दिएको छ, एसपी को फर्मुला के छ हामीसँग? एसपी इज इक्वल्स टू एमपी माइनस डिस्काउंट। हाउ मच इज द एमपी? एमपी कति छ? 100 माइनस डिस्काउंट कति छ? 10, कति आयो? 90। 90 के भयो? एसपी भयो। अब यसले हामीले कसरी बुझ्न सक्छौँ कि कुनै पसलेले कुनै सामानको दाम 100 रुपियाँ राखेको छ र उसले 10 रुपियाँ छुट दियो, उसले कतिमा बेच्यो? 90 रुपियाँमा बेच्यो। कतिमा बेच्यो? 90 रुपियाँमा बेच्यो। अब सेम कन्डिसन हामीले यहाँ चाहिँ अप्लाई गरौँ। यहाँ एसपी हालिदेऊ। अब एसपी कति आयो? 90 आयो। आयो नि? आएन? र यो डिस्काउंट सपोज गर कि हामीले दिएको छैन, डिस्काउंट दिएको छैन, डिस्काउंट दिएको छैन र एसपी कति आयो? 90 आयो। अब डिस्काउंट हामीले निकाल्नु पर्ने छ। अनि कसरी निकाल्छ? त हामीलाई त एउटै फर्मुला याद छ, डिस्काउंट फर्मुला त याद छैन, तर हामीले त्यही फर्मुलाले के गरिदिने? डिराइभ गरिदिने। हामीसँग एसपी को फर्मुला छ नि, एसपी को फर्मुला के छ? एमपी माइनस डिस्काउंट। यो फर्मुला हामीलाई थाहा छ नि। के निकाल्नु पर्ने छ? डिस्काउंट निकाल्नु पर्ने छ। अब हेर, और एसपी कति दिएको छ? 90 दिएको छ, एमपी कति छ? 100 छ, माइनस डिस्काउंट। यो डिस्काउंटलाई अर्को साइडमा ल्याऊ, लेफ्ट साइडमा ल्याऊ, त के हुन्छ? प्लसमा आउँछ डिस्काउंट, र 90 लाई राइट साइडमा लगाऊ, माइनस हुन्छ कि हुँदैन? हुन्छ। सो 100 माइनस 90, देयरफोर डिस्काउंट इज इक्वल्स टू कति हुन्छ? 10 रुपीस। आन्सर बन्छ कि बन्दैन? अब यसैमा हामीले मानौँ कि डिस्काउंट दिएको छ 10 रुपीस, एसपी दिएको छ 90 रुपीस, अनि एमपी निकाल्नु पर्ने। एमपी को फर्मुला के हुन्छ? एमपी प्लस एसटी प्लस डिस्काउंट। 90 प्लस यो 90, यो एसपी चाहिँ 90 छ नि, त 90 यो प्लस 10 इज इक्वल्स टू कति हुन्छ? 100 हुन्छ कि हुँदैन? अनि एमपी आउँछ कि आउँदैन? आउँछ नि। ल यहाँ हेर, यहाँ के दिएको छ? इफ सीपी इज इक्वल्स टू आरएस 135, एसपी इज इक्वल्स टू आरएस 125, फाइन्ड द प्रॉफिट और लॉस। अब यहाँ हेर, सीपी कति दिएको छ? सीपी दिएको छ 135, एसपी दिएको छ 125। यसमा निकाल्नु पर्ने के हो हामीलाई? प्रॉफिट और लॉस। प्रॉफिट पनि निकाल्नु पर्छ। यसमा चाहिँ हामी चाहिँ प्रॉफिट पनि निकाल्नु पर्छ होला वा लस पनि निकाल्नु पर्छ होला। त्यो कन्डिसन हामीले बुझ्नुपर्छ। यहाँ प्रॉफिट निकाल्नु छ कि लस निकाल्नु छ, त्यसलाई कसरी बुझ्ने? या यहाँ हामीलाई एसपी ठुलो छ कि सीपी ठुलो छ त्यो हेर्ने। त्यसरी इन्डिकेट गर्छ नि यसमा चाहिँ प्रॉफिट भएको छ कि लस भएको छ। यदि एसपी बढी छ भने प्रॉफिट भएको छ, यदि लस बढी छ भने सीपी बढी छ भने लस भएको छ। यहाँ के बढी छ हेर त? सीपी बढी छ। यसको अर्थ के भयो? कि कुनै पसलेले कुनै सामानलाई 135 रुपियाँमा किनेर ल्यायो, 125 रुपियाँमा बेचिदियो, त के भएको छ? नोक्सान भएको छ, लस भएको छ। अनि लसको फर्मुला के हुन्छ भन त? लसको फर्मुला के हुन्छ? सीपी माइनस एसपी। सीपी कति दिएको छ? 135 माइनस 125 इज इक्वल्स टू आरएस 10। आन्सर गाह्रो छ छैन नि? अब यहाँ हेरौँ, यो क्वेश्चनमा के दिएको छ? मिस्टर यादव बाई अ क्यालकुलेटर फॉर आरएस 375 एंड सोल्ड इट फॉर आरएस 415, फाइन्ड हिज प्रॉफिट। हामीलाई थाहा हुनुपर्छ कि बाई भनेको के हो र सोल्ड भनेको के हो। बाई भनेको के हो? बाई भनेको किन्नु, सोल्ड भनेको बेच्नु। मिस्टर यादव नाम गरेको व्यक्तिले
एउटा क्यालकुलेटर किन्यो, कतिमा किन्यो 375 मा, र त्यसलाई कतिमा बेचिदियो 450 मा, अनि उसको प्रफिट कति हुन्छ। त यहाँ चाहिँ हामीलाई सिपी दिएको छ, त सिपी कति छ 375, एसपी कति दिएको छ, एसपी कति दिएको छ 450, प्रॉफिट इज इक्वल्स टू एसपी माइनस सीपी, एसपी माइनस सीपी, एसपी कति छ 450 माइनस 375 कति आउँछ 75 आउँछ आन्सर। एनी कन्फ्युजन, बुझ्यो सबैले? Now check out this question. ल यहाँ हेर, यहाँ के दिएको छ, अ शॉपकीपर सोल्ड अ कैमरा फॉर आरएस 2550 and made a loss of आरएस 480. At what price did he or she purchase the camera? यहाँ के दिएको छ हेर, एसपी दिएको छ, एसपी दिएको छ, लस दिएको छ, एसपी इज इक्वल्स टू 2550, लस दिएको छ 480। यसमा निकाल्नु पर्ने के हो, सीपी निकाल्नु पर्ने छ। निकाल्न सक्छौ कि सक्दैन? सक्छौ। यहाँ अब के फर्मुला लगाउने, हामीलाई सीपी को फर्मुला लगाउनु छैन, लस को फर्मुला लगाउने। लस इज इक्वल्स टू के हुन्छ, लस इज इक्वल्स टू सीपी माइनस एसपी है। सीपी कति दिएको छ, सीपी दिएको छैन है। यसमा चाहिँ एसपी कति दिएको छ, एसपी दिएको छ, एसपी छ 2550, लस कति छ 480। सो 480 इज इक्वल्स टू कति हुन्छ, सीपी माइनस 2550 हैन। अब यसमा चाहिँ सीपी निकाल्नु पर्दा सीपी इज इक्वल्स टू कति हुन्छ, सीपी इज इक्वल्स टू, अब यहाँ यो माइनसमा छ, उता जान्छ भने केमा हुन्छ, प्लसमा हुन्छ कि हुँदैन, त 480 प्लस 2550 जति आउँछ त्यो के भइहाल्छ, हाम्रो आन्सर भइहाल्छ। ओके, सो बाँकी जति पनि क्वेसन छ हामी चाहिँ नेक्स्ट डे गर्छौँ। ओके।